नमस्कार, यहाँहरूलाई स्वागत छ युट्युब च्यानल टिप्स एन्ड ट्रिकमा। र यदि तपाईँहरूले यो च्यानल सब्सक्राइबर गर्नुभएको छैन भने कृपया सब्सक्राइबर गर्नुहोस्, किनभने हामीले यहाँ मोबाइल कम्प्युटर तथा प्रविधि सम्बन्धी विभिन्न जानकारीहरू प्रस्तुत गर्दछौँ। यसै क्रममा आज म तपाईँहरूलाई एउटा यस्तो सफ्टवेयरको बारेमा भन्दैछु अथवा ट्रिक्सको बारेमा भन्दैछु, जुन ट्रिक्स लगाएर हामीले जो कोहीको पनि मोबाइलको एप्लिकेसनहरू हामीले हेर्न सक्छौँ। लक लगाएको मोबाइलको, मानौ कसैले तपाईँले म्यासेज हेर्न खोज्नुभयो, कसैको त्यो लक लगाएको छ, अथवा म्यासेन्जर, फेसबुक, मोबाइलको कुनै पनि एप्लिकेसनहरू लक लगाएर राखेको छ भने हामीले त्यसलाई कसरी खोल्न सक्छौँ भनेर जानकारीको लागि, मानौ अब एप्स लक युज गरेको छ अथवा कुनै अरू एप्लिकेसन युज गरेको छ भने पनि त्यसलाई कसरी खोल्न सक्छौँ भनेर म एउटा जानकारी दिन्छु तपाईँहरूलाई। मानौ यहाँ मैले एप्स लकबाट लक गर्दैछु। अब तपाईँको मानौ यो म्यासेज, यो ग्यालेरी अनि यो क्यालकुलेटर मैले लक गरेँ। लक गरेर अब अगाडि बढौँ। यो म्यासेज लक छ, अहिले खुल्न सक्दैन। यो क्यालकुलेटर पनि लक छ। यसलाई हामीले कसरी खोल्ने त? अब हामीलाई यसको लक त थाहा छैन। यो अरू कसैको मोबाइल हो मानौ। अब यो ग्यालेरी पनि लक छ। यहाँ यसको लागि एकदम सजिलो तरिका छ, किनभने हामी मोबाइलको सेटिङमा जानुहोस्। सेटिङमा गएर यहाँ तल जानुहोस् र एप्लिकेसनमा जानुहोस्। एप्लिकेसन म्यानेजर छ, यसमा एप्लिकेसनमा जानुहोस् र यहाँ कुन सफ्टवेयरबाट लक गरेको छ, यहाँ लकको सफ्टवेयर हेर्न सकिन्छ हामीले। यहाँ एप्स लक भएको भएर एप्स लक यहाँ माथि जो छ यसलाई ओपन गर्नुहोस् र यो फोर्स स्टप दबाउनुहोस्। दबाएर ओके गरिदिनुहोस्। यसलाई ओके गरिसकेपछि अब यो लक खुलेको हुन्छ अटोमेटिक। अथवा यहाँ अरू कुनै सफ्टवेयरबाट लक गरेको छ भने पनि फोर्स स्टप गरिदिनुहोस् र त्यो एप्लिकेसनले काम गर्न छोड्छ। अब मानौ यो क्यालकुलेटर खुलिसक्यो र यो म्यासेज पनि खुलेको छ। यसै गरेर कसैको मोबाइल लकबाट अनलक गर्न छ भने यसै गरेर खोल्नुहोस् तपाईँहरू पनि।